नमस्कार सबैजनालाई, स्वागत छ हजुरहरूलाई अनुराधाज डायरीमा। आज हामी हेटौडाको निकै चर्चित र संवेदनशील विषयबारे कुरा गर्दैछौँ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल, चोक, चौतारा, पसल तथा विभिन्न समूहहरूमा एउटै प्रश्न बारम्बार उठिरहेको छ। के हुप्राचौर अब सर्वसाधारणका लागि बन्द हुन लागेको हो त? हेटौडाको मुटुमा रहेको हुप्राचौर केवल एउटा खाली जमिन मात्र होइन। यो धेरै मानिसहरूको बाल्यकालको सम्झना हो। कसैको बिहानको हिँडाइ गर्ने स्थान हो, कसैको खेल मैदान हो र धेरैका लागि खुला हावा तथा आरामको अनुभूति गर्ने ठाउँ हो। आजको यस भिडियोमा हामी हुप्राचौरसँग जोडिएको इतिहास, यसको महत्त्व, हाल भइरहेको चर्चा र भविष्यबारे उठिरहेका प्रश्नहरूको खोजी गर्नेछौँ। सबैभन्दा पहिले हुप्राचौर आखिर किन यति महत्त्वपूर्ण छ त? हेटौडामा बसोबास गर्ने हजारौँ मानिसका लागि हुप्राचौर केवल एउटा जमिनको टुक्रा होइन, यो एउटा भावना हो। धेरैको बाल्यकाल यही मैदानमा बितेको छ। कसैले यहाँ फुटबल खेले, कसैले चङ्गा उडाए भने कसैले साथीभाइसँग समय बिताए। बिहान सबेरै हिँड्न निस्कने मानिसहरूका लागि हुप्राचौर खुला हावाको स्रोत बनेको छ। साँझपख बालबालिकाको खेलकुददेखि विभिन्न सामाजिक गतिविधिसम्म यही क्षेत्रमा हुँदै आएको छ। तर अहिले अचानक किन यसको चर्चा चुलिएको छ? पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू भाइरल भइरहेका छन्। कतिपयले हुप्राचौरको भविष्यबारे चिन्ता व्यक्त गरिरहेका छन्। कतिपयले सार्वजनिक पहुँच सीमित हुन सक्ने आशंका गरेका छन् भने कतिपयले हुप्राचौर बचाऊ भन्ने अभियान पनि नै सुरु गरिसकेका छन्। यसले धेरै मानिसहरूलाई सोच्न बाध्य बनाएको छ। के साँच्चै हुप्राचौर परिवर्तनको चरणमा छ त? के त्यहाँ कुनै नयाँ योजना बन्दैछ? के सर्वसाधारणले पहिले जस्तै प्रयोग गर्न पाउने छन् त? यस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा अहिले धेरै मानिसहरू लागिरहेका छन्। यद्यपि हालसम्म सार्वजनिक रूपमा उपलब्ध जानकारी हेर्दा हुप्राचौर पूर्ण रूपमा बन्द गरिने भन्ने स्पष्ट आधिकारिक घोषणा भने कतै देखिएको छैन। तर चिन्ता किन छ त? यसको उत्तर हेटौडाको विकाससँग जोडिएको छ। पछिल्ला वर्षहरूमा हेटौडा तीव्र गतिमा विस्तार भइरहेको छ। नयाँ भवनहरू निर्माण भइरहेका छन्, सडकहरू फराकिलो बन्दैछन्, नयाँ संरचनाहरू पनि थपिँदैछन्। विकास आवश्यक छ, यसमा दुई मत छैन। तर विकाससँगै एउटा अर्को प्रश्न पनि उठिरहेको छ। खुला सार्वजनिक स्थानहरू कहाँ जाँदैछन् त? एक समय हेटौडामा प्रशस्त खुल्ला क्षेत्रहरू थिए। मानिसहरू स्वतन्त्र रूपमा घुम्न, खेल्न र समय बिताउन सक्थे। तर समयसँगै तीमध्ये धेरै स्थानहरू संरचनाले भरिन थाले। यसै कारण अहिले हुप्राचौरको विषयले भावनात्मक रूप लिएको छ। धेरै युवाहरू भन्छन्, यदि हुप्राचौर जस्तो खुल्ला मैदान पनि हरायो भने भोलिको पुस्ताले खेल्ने ठाउँ कहाँ पाउने? आजको बालबालिकाको धेरै समय मोबाइल, ट्याब्लेट र कम्प्युटरमा बितिरहेको छ। स्वास्थ्य विज्ञका अनुसार बालबालिकालाई खुला वातावरण, शारीरिक गतिविधि र सामाजिक घुलमिल अत्यन्त आवश्यक हुन्छ। यस्ता गतिविधिका लागि खुला मैदानको भूमिका महत्त्वपूर्ण हुन्छ। अर्कोतर्फ केही नागरिकहरूको धारणा फरक छ। उनीहरू भन्छन्, यदि व्यवस्थित योजना अन्तर्गत आवश्यक संरचना निर्माण गरियो भने त्यसले सहरलाई फाइदा पुर्याउन सक्छ। उनीहरूको तर्क छ कि विकास रोक्न सकिँदैन। तर यहाँ बहसको केन्द्र विकास रोक्ने कि गर्ने होइन। वास्तविक प्रश्न हो विकास कसरी गर्ने। के विकास गर्दा खुला सार्वजनिक क्षेत्र जोगाउन सकिन्छ त? के आधुनिक संरचना र सार्वजनिक खुला स्थान सँगसँगै अघि बढ्न सक्छन्? विश्वका धेरै सहरहरूले यही सन्तुलन कायम गर्ने प्रयास गरेका छन्।
किनकि सहर केवल भवनहरूको समूह होइन, सहर मानिसहरूको जीवनशैली हो, सहरको पहिचान हो, सहरको संस्कृतिसँग जोडिएको विषय हो र खुला सार्वजनिक स्थान त्यसको महत्त्वपूर्ण हिस्सा हो। अहिले सामाजिक सञ्जालमा हुप्राचौरसँग जोडिएका पुराना तस्बिरहरू सेयर भइरहेका छन्। धेरैले आफ्नो बाल्यकालका सम्झना सुनाइरहेका छन्। कतिपयले लेखेका छन्, हुप्राचौर हाम्रो इतिहास हो। कतिपयले भनेका छन्, यो केवल मैदान होइन, हेटौडाको पहिचान हो। यस्ता प्रतिक्रियाले एउटा कुरा स्पष्ट देखाउँछ, हेटौडावासीहरू आफ्नो सहरप्रति संवेदनशील छन्। उनीहरू आफ्नो सार्वजनिक सम्पत्तिको भविष्यबारे चासो राख्छन् र त्यो लोकतान्त्रिक समाजका लागि सकारात्मक सङ्केत पनि हो। अब अगाडि के हुन्छ त्यो सम्बन्धित निकायहरूको योजना, निर्णय र सार्वजनिक छलफलमा निर्भर रहनेछ। तर एउटा कुरा निश्चित छ, यदि कुनै योजना छ भने त्यसबारे पारदर्शी रूपमा जानकारी सार्वजनिक हुनुपर्छ। जनतालाई स्पष्ट जानकारी दिनुपर्छ। जनताको सुझाव सुन्नुपर्छ, किनकि सार्वजनिक सम्पत्ति सम्बन्धी निर्णयमा जनताको सहभागिता अत्यन्त महत्त्वपूर्ण हुन्छ। हुप्राचौरको भविष्य जे भए पनि अहिले उठेको बहसले एउटा महत्त्वपूर्ण प्रश्न हाम्रो सामु राखेको छ। हामी कस्तो हेटौडा बनाउन चाहन्छौँ? के भवन र संरचनाले भरिएको सहर वा विकाससँगै खुला सार्वजनिक स्थान जोगाइराख्ने सहर? यसको उत्तर समयसँगै स्पष्ट हुँदै जानेछ। तर अहिलेका लागि हुप्राचौरको विषय हेटौडाका हजारौँ नागरिकको चासो र चिन्ताको केन्द्र बनेको छ। अब तपाईको विचार के छ? के हुप्राचौर जोगाइनुपर्छ अथवा विकासका लागि केही परिवर्तन आवश्यक छ, या दुवै बीच सन्तुलन कायम गर्न सकिन्छ? आफ्नो धारणा कमेन्टमा अवश्य लेख्नुहोला।
यस्तै महत्त्वपूर्ण स्थानीय समाचार, जानकारी र विभिन्न ठाउँका भ्रमणको भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हेर्दै गर्नुहोला अनुराधा's डायरी। धन्यवाद।